हेलो नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल। हजुरहरूलाई सबैजनालाई दर्शन नमस्ते। म चाहिँ अहिले ब्रेकमा बसिरहेको छु। हजुरहरू कस्तो हुनुहुन्छ? धेरै भयो ब्रेकमा भिडियो नलागेको पनि। त्यही हो, मान्छेलाई कुनै बेला के हुन्छ टाइम हुँदैन। अहिले चाहिँ आधा घन्टा एक घन्टा जस्तो रेस हो, त्यही भएर बसिरहेको छु पार्किङमा। है फेरि बसिरहेको छु। अनि अब जाने बेला भयो, ड्युटी कति टाइम भयो, 33 भएछ। अनि हजुरहरूलाई के कस्तो छ भन्नु होला। म चाहिँ ठिकै छु, अलिक सन्चो छैन भन्नु पऱ्यो। अलिक धेरै गाह्रो भइरहेको छ ड्युटी गर्नुलाई नि। हात खुट्टा दुखेर प्रेसरले गाइचो दबाई के खानु होला। टाउको नि चिलायो। हेर्नु सँगसँगै मैले काम गर्ने लोकेसन मैले काम गर्ने लोकेसन है। काम त देखिन क्या हो, ब्याक पार्ट चाहिँ त मैले काम गर्ने एरिया है। गाई चाहिँ बिहानको काम गर्ने, अब दिउँसोको काम गर्ने अझै जान्छ। त्यही भएर झऱ्यो। त्यही भएर विदेशी जिन्दगी यस्तै छ, के गर्ने र भन्नु पर्दाखेरि आफ्नो लागि दुःख गर्नै पर्यो। छोराछोरीको लागि दुःख गरियो। अब पुगे छोराछोरीको लागि अब आफ्नो लागि गर्नु पर्यो है। अब उमेर पनि अब छैन, अब 5-6 वर्ष त आफ्नो लागि कमाउनु पर्यो नि होइन गाइजो। छोराछोरीको लागि पढाइयो, लेखाइयो, ठुलो पारियो। आफ्नो हालत यस्तो छ हौ गाइजो, के गर्ने जिन्दगी यस्तै छ। सबैजनालाई लाइक गरिदिनु हो मेरोमा पनि, तर म भिडियो लाउँदिनँ, कसैले लाइक गर्दैन। अब चाहिँ कन्टिन्यू लाउँछु भन्यो, त्यही हो, बिजी अनुहारको जिन्दगी यस्तो छ। दुबईको बसाइ अब त बुढेसकाल लाग्यो, त्यही भएर पनि होला हो। कामिन गर्नु नि हो गाइचो सबैजनालाई। यो गाडी मेरो भन्नु कता होइन, यो गाडीहरू सबै मेरो भन्नु कता होइन, यो गाडीहरू सबै मेरो भन्नु कता। गाह्रो छ, किन्ने त थिएँ, चलाउनु नआएर हो। साइकल त चलाउनु आउँदैन, गाडीको त के कुरा गर्ने होइन। आयो जोकिङ है।